Guys, welcome to my new another video हैन गाइज यो चाहिँ मेरो तेस्रो आफ्नै भोइसबाट बनाएको तेस्रो भिडियो हैन म चाहिँ भर्खरै सिक्दै गर्दैछु आफ्नै भोइसबाट चाहिँ कुनै कन्टेन्टहरु कुनै भिडियोहरु बनाउनको लागि धेरै जनाले चाहिँ टिकटकबाट कसरी गेमिङ लाइभ गर्नु भएको मैले टिकटकमा लाइभ बस्दा धेरै जनाले चाहिँ टिकटकबाट कसरी गेमिङ लाइभ गर्नु भएको के टिकटकबाट नि गेमिङ लाइभ गर्न सकिन्छ र भन्ने खालको क्वेशनहरु चाहिँ आइरहेको थियो हैन गाइज आज चाहिँ म फाइनली कसरी गर्ने के त्यसको लागि के क्राइटेरिया पूरा गर्नुपर्छ भनेर बताउने गइरहेको छु है त गाइज आज चाहिँ टिकटकबाट कसरी चाहिँ लाइभ बस्न सकिन्छ भन्ने कुरा चाहिँ तपाईहरुलाई सबलाई भन्न गइरहेको छु त गाइज सबै ध्यान दिएर फुल वाच गर्नु होला सबै म डिटेलमा भन्ने छु है त गाइज सिम्पली तपाईहरु टिकटक ओपन गर्नु होला टिकटक ओपन गरिसकेपछि भित्र आउनु होला टिकटक ओपन गरिसकेपछि तपाईको चाहिँ फर्स्ट सबैभन्दा सुरुमा चाहिँ सुरुको क्राइटेरिया भनेको चाहिँ तपाईको 1000 फलोअर्स चाहिँ पुग्नु पर्छ हैन 1000 फलोअर्स पुगेपछि मात्रै तपाईहरु चाहिँ फोनमा गेमिङ लाइभ या जुनसुकै लाइभ पनि लाइभको अप्सन पनि तपाईको फोनमा खुल्छ त्यसको लागि चाहिँ सबैभन्दा सुरुमा चाहिँ तपाईले 1000 फलोअर्स चाहिँ पुर्याउन आवश्यक छ हैन अनि 1000 फलोअर्स पुगिसकेको मान्छेहरुको चाहिँ पुग्ने बित्तिकै खुल्दैन कसैको एक हप्ता लाग्छ कसैको 2 दिन 3 दिन लागिरहेको हुन्छ मेरो चाहिँ सिम्पली 2 दिनमा चाहिँ मेरो चाहिँ लाइभ ओपन भइरहेको थियो अनि त्यसको लागि चाहिँ सबैले लाइभ बस्नको लागि चाहिँ 1000 फलोअर्स पुगिसकेको साथीहरुले चाहिँ सबैभन्दा सुरुमा यो बीचको प्लस वाला आइकनमा थिच्नु होला यो प्लस आइकनमा थिच्नु होला प्लस आइकनमा थिचेपछि यहाँ अब फोटो अप्सन हैन टेक्स्टहरुको अप्सन आउँछ तपाई यहाँ लाइभ भन्ने अप्सन छ यो मुनिको लाइभ भन्ने अप्सनमा जानु होला अब यो लाइभमा चाहिँ 2-3 वटा अप्सन छ तपाईले अब भोइस च्याट होस्ट बनेर गेम पनि खेलाउन सक्नुहुन्छ माथि मेम्बरसँग कुरा गर्दै हैन मतलब कुरा गर्दै साथीहरुसँग बस्न पनि सक्नुहुन्छ यहाँबाट डाइरेक्ट आफ्नो क्यामेरा आफ्नो फेस देखाएर पनि गर्न सक्नुहुन्छ अनि यहाँ एउटा छ नि यहाँ हेर्नु त मोबाइल गेमिङ भन्ने छ अब हामी चाहिँ अब सिम्पली अब फ्री फायर खेल्न चाहन्छौं मोबाइल फोनबाट हैन अनि त्यसको लागि चाहिँ हामी मोबाइल गेमिङमा जानु पर्ने हुन्छ मैले चाहिँ अरु सेटिङ पनि मिलाइसकेको छु अनि पहिलेदेखि चाहिँ म गेमिङ लाइभ पनि गरिरहेको हुन्छ नि त त्यही भएर हो अनि तपाईले यहाँबाट स्क्रिनहरु पनि मिलाउन सक्नुहुन्छ कस्तो स्क्रिन राख्न चाहनुहुन्छ तेर्सो ठाडो हैन अनि त्यसको लागि तपाई सिम्पली अब गेमको लागि चाहिँ तपाई गो लाइभ गर्नु होला अनि स्टार्ट नाउमा क्लिक गर्नु होला मैले चाहिँ पहिले सेटिङहरु हल्का मिलाइसकेको हुँदाखेरि मेरो चाहिँ त्यस्तो आवश्यक छैन अब तपाईको चाहिँ फोनले कति एफपीएस दिन्छ यहाँबाट क्वालिटी पनि बढाउन घटाउन मिल्छ मेरो चाहिँ 480 एफपीएस मा चाहिँ म अहिले राखिरहेको छु 300 र 400 को अप्सन छ मेरो नर्मल फोन भएको कारणले अब तपाईले यहाँ चाहिँ स्पिड कतिको छ नेटवर्क स्पिड पनि चेक गर्न सक्नुहुन्छ अनि तपाईले अब यहाँ स्क्रिन क्यामेरा गरेर पनि तपाईले चाहिँ अब गर्न सक्नुहुन्छ फोनबाट हैन गेम हुँदा नि स्क्रिन अन गरेर चाहिँ गर्न सक्नुहुन्छ अनि मैले चाहिँ तपाईहरुले अब मैले चाहिँ पहिले सेटिङ मिलाइसकेको हुनाले यहाँ तपाईलाई विभिन्न अब फर्स्टली बस्दै हुनुहुन्छ भने सेटिङ मिलाउने अप्सन आउँछ तपाई कुनबाट चाहिँ गेम खेल्न चाहनुहुन्छ अब जस्तै पबजी मोबाइल खेल्न चाहनुहुन्छ या फ्री फायर या अन्य अनलाइन गेमहरुबाट चाहिँ तपाई लाइभ बस्न तपाईहरुले चाहिँ यहाँ धेरै गेमहरु खेल्न सक्नुहुन्छ अनि त्यसपछि तपाईहरु यहाँ गो लाइभको अप्सनमा गएर थिच्नु होला गो लाइभको अप्सनमा थिचेपछि तपाई यहाँ स्टार्ट नाउ भन्ने छ स्टार्ट नाउको अप्सनमा थिच्नु होला स्टार्ट नाउ भएपछि चाहिँ यहाँ ओपन फ्री फायर भनेको छ त्यसमा चाहिँ मैले चाहिँ सेटिङ मिलाइसकेकोले म ओपन फ्री फायर गर्दै छु सिम्पली तपाईहरु ओपन गर्नु होला ओपन गर्ने बित्तिकै तपाईहरुको अटोमेटिक फोन यता मतलब अटोमेटिक फोन यता गेममा छिर्नेछ गेममा एन्ट्री भएपछि तपाईले चाहिँ यहाँबाट आफ्नो माइक्रोफोनको साइजहरु बढाउन सक्नुहुन्छ घटाउन सक्नुहुन्छ हैन सिम्पली अनि यहाँबाट चाहिँ कति राख्ने माइक्रोफोनको साउन्डहरु मिलाउन सक्नुहुन्छ यहाँ चाहिँ मैले अफ गरिरहेको छु मेरो चाहिँ स्ट्रिम अन भइसकिरहेको थियो अनि यहाँ मैले अफ गरेपछि मात्रै यहाँ स्क्रिन देखाउँछ के गाइज अनि त्यसको लागि चाहिँ तपाईहरु यहाँबाट माइक्रोफोनको यो भइगयो हैन यहाँबाट तपाईहरुको डिभाइसको भोल्युम या माइक फोनको कति बढाउने घटाउने मिल्छ अनि यहाँबाट चाहिँ तपाईहरुले अब अन्य अरु सेटिङहरु पनि गर्न सक्नुहुन्छ यहाँबाट चाहिँ ब्याकग्राउन्ड कतिको गर्ने हैन यहाँ 30 60 100 कति बनाउने भन्ने कुरा हुन्छ यहाँ कतिको डार्क राख्ने के यो मतलब लाइभको चाहिँ कति कालो बनाउने कि अब मतलब गेमै नदेखिने बनाउने कि अब फुल यहाँ यस्तो देखिने कि अब कति राख्ने मेसेजहरु मात्रै देखिने भए तपाईहरुको लागि चाहिँ उत्तम साथी हुन सक्छ
हैन तपाईहरुको यो मतलब आफ्नो खुसी अनुसार राख्न सक्नुहुन्छ गाइस त्यहाँ चाहिँ अनि सिम्पली अब तपाईहरुले चाहिँ यहाँ होममा आएर आफ्नो साथीहरुलाई शेयर पनि गर्न सक्नुहुन्छ यहाँ शेयरको अप्सनबाट चाहिँ शेयर पनि गर्न सक्नुहुन्छ ओके गाइज यति नै थियो आजको भिडियो फर्स्ट अफ अल सबैजनाले आएर हेर्दिनु भयो हैन सबैजनालाई थ्यांक यू सो मच भन्न चाहन्छु गाइज हैन फर्स्ट अफ अल अनि मेरो आजको यो मेरो भिडियो चाहिँ न्यू भिडियो हो गाइज आज फर्स्ट टाइम मैले यस्तो साउन्डबाट मतलब आफ्नो भोइसबाट भिडियो बनाउँदै छु हैन टिकटकको बारेमा सबैजनाले लाइक शेयर कमेन्ट सब्स्क्राइब सबैजनाले माया गरिदिनु होला गाइज हैन